नमस्ते ल सानो नमस्ते गर। नमस्ते अनि के हो यो खै दिदीले के बनाएको जे पनि बनाइदिन्छन् दिदी यहाँ लेख्नु है। तिमी लेख न। के लेखौँ? यसमा के लेख्ने मम्मीले? के लेख्नुहोस्? त्यस्तो भन्न हुन्न। मेरो ड्राइङ अब यसले त्यही लेख भन्यो। पागल या नाना या लेख मात्र मम्मी या लेख न ये मम्मीलाई यहाँ लेख भन्ने हो। या नाच्नु तिमी लेख न। नाच्नु न लेऊ या नाच्नु के यो ये भयो। ल अब तिमी लेख अब पिङ्कमा अब लम्मा पिङ्कमा भयो त। पिङ्कमा ए नाच्नु न ए लेख्ने पिङ्कमा भयो। अब गिरिनमा पनि या गिरिनमा भयो। अब या किरीमा यो कुन कलर हो? यस कलर हो यो कुन कलर हो? कालो कालोलाई के भन्छ? कालोलाई बालक यो कुन कलर रहेछ? ओरेन्ज कलर ओरेन्ज कलर हो। यो कुन कलर हो? ब्लू कलर यो कुन कलर हो? यो ब्राउन कलर ब्राउन कलर हो। यो कुन कलरको भन्नु न? यो कुन कलर हो? यो ब्राउन कलर यो त पर्पल कलर यो के हो भन्नु? कुन कलरको भन्नु न? यो कुन कलर हो? यो अनि या यो दिदीले लेखेको यहाँ लेख्नु त। तिमी लेख न। तिमीलाई पनि सिकाउने भनेर मम्मीले अनि बेबीलाई सिकाउँछु भनेको त। अनि तिमी त मलाई लेख भन्छौ त। अनि मैले पान्थे आएको त काने लेख्नु न लेख्नु कसरी लेखौँ? लाइन बनाउनु लाइन बनाउने। ल आँखको पट्टि भयो। मेरो पट्टि ल तिम्रोपट्टि पनि बनाऊ न तिमी। ल अब अनि होइन मम्मी हजुर यस्तो गर्ने अनि यस्तो गर्ने यस्तो अनि यहाँ मेरो तिम्रो हो। तिमी यो लेख्दौ न। यो त मम्मीको यो मम्मीको यो बेबीको कस्तो राम्रो। बेबीको राम्रो कि मम्मीको राम्रो? बेबीको मम्मीको दिदीको हाम्रो। ल ए लेख्देऊ न त तिमी। ल दिदीकोमा ए लेख्देऊ त। दिदीले कस्तो राम्रो अक्षर लेखिसकिन् दिदीले। गुड कस्तो राम्रो लेख्यो नि सानोले। के लेख्यो सानो त्यो? यो के लेख्यो सानो? कुन कलरको? ब्लू कलरको पर्पल कलरको रेड कलरको येलो कलरको ओरेन्ज कलरको ब्राउन कलरको। अब बी लेख्देऊ न। सक्यो सानोले लेखेर? खै देखाइदेऊ त कस्तो लेख्यो। गाडी हटाउ न। तिमीले लेखेको हो? अब खै दिदीले देखेन राम्रोसँग।
यो दिदीले लेख्यो यो भाइले लेख्यो ल अब बाई गर